नमस्कार सबैजनामा म लेरा नेम्बाङ अहिले तकरिबन 10 बज्न आँटेको छ। मलाई कल आयो कि रुमभित्र एउटा साँप छ, छिटो आउनु भनेर। उर्लाबारी मंगलबारे छेउमेकी टोलमा म अहिले हेर्छु कुन साँप कस्तो रहेछ त्यो हेरेर तपाईहरुलाई देखाउँछु। म रेस्क्यु गरेर यो साँपलाई घरभित्रदेखि म बाहिर निकाल्न चाहन्छु। उहाँहरु किन त्रसित भएर मलाई बार कल आएकै छ। मलाई खाना खानु पनि झनै दिएन। म त्यसले गर्दा अहिले करेन्टली म कुद्दै छु। मेरो बाइक यहाँ तयार गरिसकेको छु। म अब निस्के। होइन ठिकै छ। सानो छ ठुलो त छैन। सानो चिजै हो नि त। चिज त चिजै हो। यसले यता देखाउनु ल। जाँदै चिप्लो हुन्छ। पन्जा पनि लाउनु भएको छैन। पन्जा लाउनुपर्छ यही हो नि। यही हो मंगलबार लौरेटोलमा त भनेको। मेरो मोबाइल कहाँ छ? हजुर यहाँ भिडियोमा आइदैछ। यो चाहिँ अहिले यो घरभित्रबाट यो गनगवाली, यसले गनगवाली भन्छ। यसको साइन्टिफिक नाम चाहिँ ब्यान्डेड करेत। यो करेत जातिमा पर्छ। र यो चाहिँ अब प्राय सुधे साँप हुन्छ। यसले हतपत मान्छे टोक्दैन। यसले साह्रै नै टेकियो सेक्यो यसो भने मात्र यसले टोक्ने हो। यसले हामी लक्ष्मी साँपले भन्छ तर लक्ष्मी साँप भन्छ। यो लक्ष्मीको साँप लक्ष्मी साँपले भन्छ यसलाई। यो चाहिँ त्यति साह्रो खासै डराउनु त पर्दैन। तर विषालु चाहिँ भयङ्कर विषालु हो। भयङ्कर विषालु हो। अब यसमा त हामीले के टोक्यो भनेदेखि दबाई पाउँदैन अरे नि त। दबाई पाउँदैन भन्ने होइन, विषालु एउटै हो। यसले डस्यो भने त्यही आधा घन्टादेखि 1 घन्टामा मान्छे मरिन्छ। त्यो गोमन साँप भनेको अब त्यो दबाई पाउँदैन भन्ने होइन। दबाई त अब पाउँछ, दबाई हुन सकेन भने मान्छे मरिन्छ। खतरा अरे गोमन भन्दा खतरा भन्ने कुरा गोमन जस्तै हो। उपचारमा पुग्न ल्याइनु पर्यो। ल्याइएन भने चाहिँ गइन रहेछ। यो ल्याइदैन मतलब त्यति टाइम त त्यति दिइहाल्छ। सबै जागिर कहिलेबाट? जागिर होइन हो मेरो। म खासै इन्डियन आर्मी हो होइन। त्यसकै रेस्क्यु दिने। यो साँप पहिला चाहिँ कसले देख्नु भएको थियो तपाईँहरूले? तपाईँले देख्नु भएको थियो? कसरी देख्नुभयो तपाईँले? अहिले होइन म भित्र रुममा आउँदै थिएँ अनि उनीहरू ठ्याक्क खुट्टा राख्नु आएर चाहिँ मैले सर्प देखेँ। खुट्टा राख्नु आँट्नु भएको थियो? अनि त्यो भुइँमा हेरेछु र मैले सर्प देखेर अनि बाहिर गएँ नि मम्मीलाई बोलाउन। होइन यसो कि यो साँपले हतपत टोक्दैन तर अब टेक्यो नै भने चाहिँ टोक्छ क्या। यसो गरेर कहाँबाट भुइँमा हेरेछु र देखेर मात्र भन्दा अहिले पो हामीले तपाईलाई चाहिँ के अरे नभएदेखि त कति यो सर्प थपक्कसँगले लठीले खेलाउँदै बाहिर निकाल्थ्यौँ हामी होइन। निकाल्छ कोही बात छैन। यो चाहिँ तपाईँले मलाई बताउनु भयो, बोलाउनु भयो, राम्रो भयो होइन। म चाहिँ अब यसो अब बोलाइहाल्यो भने किनभने भर अभर होइन मान्छेले कस्तो त्रास हुन्छ। फेरि यस्तो चिज मार्नु पनि हुँदैन क्या। यो किनभने यो कतिपय यो साँपको बारेमा कसैलाई थाहा छैन। यो साँपले हामीले धेरै चिजमा बचाइराखेको छ। हाम्रो अन्नबालीदेखि लिएर होइन, अन्नबालीदेखि लिएर हामीलाई के अरे यसले जो इकोसिस्टम हुन्छ नि, इकोसिस्टममा पनि यसले हामीले बचाइराखेको छ। इकोसिस्टममा के कसरी बचाउँछ भन्दाखेरि चाहिँ यसले जो घाममा एउटा विकिरण, घामले एउटा विकिरण हुन्छ घाममा क्या। विकिरण त्यो मान्छेको लागि एउटा हानिकारक एउटा किरण हो। त्यसले चाहिँ यो साँपको छालाले शोषिदिन्छ घाममा तापिएर सेकिएर। अनि यसले फेरि अन्नबालीमा हामीलाई बचाउँछ। हजुरको नम्बर र हाम्रो सागर भाइको नम्बर सागर मेरो हाम्रो साथी हो। बोलाउँदा आउँछ नि होइन बोलाएको पनि म कुप्ती छु भन्नुभयो। अनि त्यहाँ हजुरलाई गरेको नि त। बोलाउँदा आइपुग्यो हामीलाई आर्यन संस्थाले उपलब्ध गरायो कि नम्बर। अनि त्यो भएर चाहिँ तपाईँको नाम चाहिँ? मेरो पदम प्रसाद आचार्य। ल धन्यवाद ल आमा। तपाईँ रेस्क्यु गरेँ। म यसलाई सेभ गर्न भुल लगेर छोडिदिन्छु ल। धन्यवाद ल तपाईँलाई।